आउनुहोस् जानौ हजुर कतिको रेयर हुनुहुन्छ। यदि हजुरले आफ्नो एउटा आइबरो तलमाथि गर्न सक्नुहुन्छ भने हजुर संसारको 30 देखि 40% मानिसमा आउनुहुन्छ। हजुरले आफ्नो मर्जी अनुसार जहिले चाहिँ त्यति बेला डकार लिन सक्नुहुन्छ भने हजुर 42% मानिसमा आउनुहुन्छ। हजुर हाँस्दा पनि हजुरको केसमा डिम्पल पर्छ भने हजुर संसारको 20 देखि 30% मान्छेमा पर्नुहुन्छ। यदि हजुरले आफ्नो कान आफ्नो मन लागेको बेला हल्लाउन सक्नुहुन्छ, हजुर आफ्नो कान आफ्नो मर्जी अनुसार हल्लाउन सक्नुहुन्छ भने हजुर 20 देखि 22% मानिसमा पर्नुहुन्छ। यदि हजुरको बेली बटन बाहिर छ, मतलब नाइटोको टुप्पो यसरी बाहिर निस्केको छ भने कङ्ग्रेचुलेसन, हजुर पनि 10% मानिसमा पर्नुहुन्छ। आफ्नो जिब्रोले आफ्नो नाकलाई सुन्न सक्नुहुन्छ भने हजुर 10% मानिसमा पर्न जानुहुन्छ। र सबैभन्दा रेयर, यदि हजुरलाई पनि भिटिलिगो छ भने हजुर संसारको टप 1% मा पर्नुहुन्छ। र अझै यस्तो भिडियोको लागि एक्स माइन्ड एनपीलाई लाइक र सब्स्क्राइब।